बाला ह्यापी दसैँ भन्दियो बाला ह्यापी दसैँ भन्दियो मामालाई नि ह्यापी दसैँ ह्यापी दसैँ साना मम्मी ह्यापी दसैँ ह्यापी दसैँ माइजू पछाडिबाट त चिन्दैन खै ह्यापी दसैँ मैले साडी फेरेँ अहिलेसम्म त्यो लाएको थिएँ अहिले अर्को लाएँ बाइ द वे मैले चाहिँ अघिसम्म मम्मीको साडी यताबाट खिचेँ मैले चाहिँ अहिलेसम्म मम्मीको साडी लगाएको थिएँ त्यही भएर मम्मीले त्यही लाउली भनेर आश गर्नुभएको थियो तर मैले चाहिँ अर्को खिचिसकेँ कस्तो भयो त्यो ब्लाउज छ अनि हो नि बच्चा म कुरो डर लाग्ने कुरो हो नि त जेन्जीको आन्दोलनतिर नगएर ए गाडी भद्रकाली भन्दिनमा जम्म दाहिने हो कानमा टाउकोमा त साह्रै नराख्दैछ हजुर अनि यहाँ चकलेट चाहिँ त्यहाँ मतलब त छैन ल्याउनु मन अब चाहिँ हामी हाम्रो कल्पना दिदी मेरो फुपूकोमा जाँदैछौँ टिका लगाउनको लागि उहाँको आज बर्थडे पनि हो अनि त्यहाँ हजुरआमा पनि हुनुहुन्छ अनि दिदीले नयाँ घर बनाउनु भएको छ त्यही भएर नि बोलाउनु भएको छ हामीलाई अनि हामी चाहिँ अब त्यहाँ टिका लगाउनु जान्छौँ हजुर ड्याडी हजुर ह्यापी दसैँ ह्यापी दसैँ के हुँदैछ ठिक छ मम्मी ह्यापी दसैँ मम्मीले चाहिँ मैले लाउनु भने साडी लगाएर चिटिक्क भएर बस्नु भएको छ ह्यापी दसैँ ह्यापी दसैँ ह्यापी दसैँ एन्ड ह्यापी बर्थडे अनि बधाई छ नयाँ घरको लागि पुतली पुतली ए पुतली च्याङ च्याङ Happy Dasai हो ना? Happy Dasai हो ना? Very good. हनुमान जी के पाक्दैछ के पाक्दैछ डेरी आउनु भएर पु भइसक्नु भयो है भेजिटेरियन हो हामीसँग आज हुनुहुन्छ आयुष्मदी बुढा नीलकण्ठ एनआइसी बिएम 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 होइन के हो इएम एएम इएम ए इएम यस इएम हुनुहुन्छ टमाटर पखालिरहनु भएको छ इएम टमाटर पखाल्दै हुनुहुन्छ आज हामी रम खानुपर्छ खानुपर्छ
इंडिया से आए मेरे दोस्त उदानी मान्दै मानेन कुचीलाई त यस्तो अंकल तपाईँले त मलाई कति पछि आन्टीको हातबाट फर्स्ट टाइम मलाई त ढोग्नु पर्छ हजुरले ढोडीले मिल्दैन का ए अँ त नि म त नातिनी हो ले पापाले हाम्रो फोटो यसले कहिले ढोग्यो मलाई चाहिँ पाइदे दिदी म त तपाईँ सिधै कुनै ढोग्नु पर्छ हो र Thank you. Happy birthday. Happy birthday. लो, जी गरम लो. जी गर्ने कुटी देऊ त नानी. यो. ठुलठुली भयो है. हाल त पहिलो चोटि आयो है. के? उठ्न त मलाई ढोकी नै हो. दिन्थे ल. मम्मीको छोरी भयो होला नि दिए लो गोगा नेहा बस जयको त बोल्नै हुन्न के ह्याप्पी दशैं थ्याङ्क यू गरेको फोटो चिउ गर दिदीलाई खुट्टामा नि जी गर्छ फेरि गर किमिन गर उडाइदियो के छैन आदि गरिसक्यो Happy birthday to you. Happy birthday. Happy birthday. La. सो हिजोको चाहिँ के भयो भन्दा हामी दिदीकोमा गयौँ दसैँ मनायौँ बर्थडे मनायौँ
अनि त्यहाँबाट गफगाफ भयो अलिकति पोलिटिकल अनि अरू के भन्ने नाचगान भयो बच्चाहरूको त्यसपछि चाहिँ हामी आएर तल मेरो माइती उहाँको ससुरालीमा बस्यौँ आज पनि हाम्रो टिका छ हाम्रो ठुलो मम्मीकोमा जानुपर्ने छ त्यसपछि ड्याडी फाइनली नेपाल आउँदै हुनुहुन्छ फेरि फाइनली ड्याडी आउँदै हुनुहुन्छ ड्याडीलाई लिन जान्छौँ हामी आज बेलुका छोरीलाई लिएर अनि फेरि टिका लाउँछौँ सो हिजोको आजको भोलिको हाम्रो दसैँ अझ बाँकी छ होल टिका इभेन्ट यस किप अन वाचिङ